बेटा को दादाहरू आजदेखि म पनि यो रुममा बस्छु। यो रुममा बस्नलाई धेरै रुल्स फलो गर्नुपर्छ। तिमीले गर्न सक्छौ? नम्बर 1 म सुत्ने बेला डिस्टर्ब गर्नु हुँदैन। रुल नम्बर 2 मेरो गर्लफ्रेन्डले पलाउने बेला सबै साइलेन्ट हुनुपर्छ। रुल नम्बर 3 यहाँ आएपछि बडी बनाउनु पर्छ भाइ बुझिस् नि। सुनिस् नि रुल्स भाइ सक्छस् नि फलो गर्नु हो। ल भाइ तैँले सक्दो रहेछस् त्यहाँनिर गएर बस्छ जा। तेरो ठाउँ यो बुझिस् नि सक्छस् नि भाइ बस्नलाई। हजुर भन्यो ल भाइ हिँड अब खाना खानालाई त्यो खाना बनाउनलाई खाना खाना होइन। आज खाना कसले पकाउने? म त पकाउँदैन। कसैले पनि पकाउँदैन। म पनि पकाउँदैन। म सुत्छु। पनि भाइ अब यिनीहरूले त धेरै पकाइसक्यो। आज तिम्रो पालि नयाँ नयाँ हेरिदिउँ तिम्रो हातको खाना कस्तो हुँदो रहेछ। अमिलो कि पिरो कस्तो पकाउने? राम्रो मिठो। बडी बिल्डरले भनिसक्यो मिठो पकाउनु भाइ। मेरो एक्सर्साइज पनि गराउनु पर्छ। ल भाइ राम्रोचाले पका राम्रो चाले। रे तैँले तरकारी चलाएको के चलाएको थियो? राम्रो चाले चला छिटो। बाबु तैँले आज खाना मिठो पकाइस्। तैँले खाना पनि मिठो पकाइस्। तैँले एकदम मिठो दिए खाना। केटा हो आज खाना कस्तो थियो? ठिकै थियो। ठिकै थिएन? गर्लफ्रेन्डले पलाए। हेलो बेबी के गरिरहेको छौ? खाना खायो तिमीले? म त पढिरहेको छु। भयो बेबी म अब एकछिनमा बोल्छ र साथीहरूसँग हो। अघि अब हेर केटा हो होइन त्यो त गर्लफ्रेन्डसँग बोलेर सकिसक्यो। अब हामीहरू गफ गरौँ ल। भाग मादा छ सुन्नु गएको म। अरे तोरी बहिनी त्यो चोर लिडरलाई त्यस्तो भन्छस् रे भाइ। अरे भाइ अरे तोरी ल केटा हो होइन अब त्यो त सुतिहाल्यो। अब हामीहरू 4 जना गफ गरौँ ल। मेरो टाइम भइसक्यो भाइ पुछा भाइ। हजुर म फोन गर्नुपर्छ। गौडभर ल भाइ आज अब हामी सुतौँ भाइ। गौडभर त्यसो गर यस्तो गर यस्तो के यहाँ तिमीहरू कसैको पनि डिसिप्लिन छैन। यो तेरो प्रोब्लम हो मेरो होइन। यार गर्लफ्रेन्ड बिसाए के? भाइ प्रोड्युसर के दादाहरू म घर फर्केको। 1 महिना मात्रै जानुपर्छ। मार मात्र छु बस। 1 महिनाको लागि आएको होइन तँ 1 महिना बस्नै पर्छ। शान्ति हुन मेरो गर्लफ्रेन्ड रिसाइरहेको के? दादा म घर जान्छु। माथि बस यार गर्लफ्रेन्ड रिसाइरहेको साला धेरै हल्ला गरिरहेको छ। ओ सुत्नु त्यो बेलामा बस। बस सालाहरू धेरै हल्ला गर्छ के? म हल्ला गरेर के घौडा गर्छ? यो आएर हो के? सुत सबजना सुत केटा हो सबजना सुत। सुतको नम्बर सुत न तँ। तैँले ओइ गर्लफ्रेन्डसँग बोल। ओइ कहिले भनेर सुते भाइ? जिम गर्ने टाइम सकिसक्यो भाइ। तिमीले जिम गरेर लाज भेट्ला र अर्को ए रे बहिनी कति गर्लफ्रेन्डसँग बोल्छस् रे? त्यो गर्लफ्रेन्ड त बोल्छ तेरो गर्लफ्रेन्ड त बोल्नलाई। अरे तोरी बहिनीको नानीले सब तर ओए कति हल्ला गरे क्या? म बोलिरहेको एकचोटि भनेको सुन्दैन? राम्ररी सुत्ने यो जसरी सुत्न त्यो जसरी त्यहाँ हेर्छ त्यसलाई बाप रे बाप मतलब छैन कसैको। तेरो मुख कालो लाग्छ रे रे तँ किन हाँसिरहेको छस्? रे बहिनी छोड कति हल्ला गरिरहेको छस्? तँ पनि सुत। अरे तँ लिडरलाई नजाने थाम। म सुत्छु। ओए तँ चाहिँ कहिले सुत्थ्यो? सुत हल्ला नगर्न। ए म सुत तँ पनि ए तँ जिम गऱ्यो भने त ठुलो अनि भाइ बडी